म काठमाडौँमै छु, तपाईहरु पिर नगर्नुहोस्। म काठमाडौँमै कुनै एउटा मन्दिरमा बसेको छु, म सुरक्षित छु। म भागेको छुइनँ, म भाग्दिनँ। पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन, किनभने मलाई गोन्जालो बनाएर यो आन्दोलन दबाउने कोसिस गरिएको छ। म सुरक्षित मात्रै बसेको, मलाई साफ भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु। म भागेको छुइनँ। म नेपाल र नेपाली छोडेर म भाग्दिनँ। म भाग्नलाई जन्मेको होइन, म झुक्नलाई जन्मेको होइन, बरु म मर्छु, तर तपाईहरुको अगाडि मर्छु। त्यसले गर्दाखेरि तपाईहरु के बुझिदिनुस् भने सम्पूर्ण नेपाली नागरिकलाई त्यो घटना कसरी भएको छ, पत्रकारलाई आगो कसरी लगाइएको छ, त्यो घर माथि कसरी बिहानैदेखि गएर चाहिँ पुलिस र सुरक्षाकर्मीहरू चढेका छन्। र अर्को कुरो के छ भने हाम्रो अभियानले म फिल्ड कमान्डर, म कमान्डर हुँदै हुँदाखेरि मेरो मुखबाट सुन्नुभयो तपाईहरुले चाहिँ नि सुनेको छ, फलानालाई आगो लगा, फलानो घर आगो लगा, गोली हान भनेर। मैले त्यहाँ भनेको छु बरु एयरपोर्ट कब्जा गरौँ, संसद भवन कब्जा गरौँ, मान्छेका घरमा आगो लगाउने तोडफोड गर्ने काम नगर साथीभाइ हो भनेर मैले भनेको छु। तर जुन घटना भएको छ त्यो घटनाप्रति म दुःख व्यक्त गर्दछु। र जुन मान्छेहरू जुन 5 जना मरेको खबर आएको छ, अहिले 2 जना मात्रै देखाएको छ। एकजना पत्रकार भाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र अर्को हाम्रो महर्जन भाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु।